इन्डिपेन्डेन्स डे भन्दै र आजको भिडियो मैले सुरु गरिसकेको छु। र साथीहरू आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि बिहान बिहान है, र आज चाहिँ म जाँदैछु ससुराली जाँदैछु है। किन के पऱ्यो भन्दाखेरि आज चाहिँ मेरो वाइफ अलिकति बिमार भएको कारणले चाहिँ म यहाँ ससुराली इमर्जेन्सी जानु पर्दैछ है। र इमर्जेन्सी किन जानु पर्यो भन्दाखेरि चाहिँ उसको चाहिँ यो छातीमा एकदमै ज्यादा पेन भइरहेको छ अरे, उसलाई अलिकति सासको प्रब्लम भइरहेको छ अरे है, सास लिनुमा। र मलाई आज बिहानै 5 बजेतिर फोन गरेको थियो। र आमा चाहिँ यो इन्डिपेन्डेन्स गएको थियो है, र ऊ बिमार भएको कारणले चाहिँ म यहाँ अतालिन जानु पर्दैछ। र ऊ अहिले चाहिँ हस्पिटल लगेर उल्नु भएछ। र अब म यसो किन म त अलिक ढिलै हुन्छ, सर्भिस गाडीमा जानु पर्यो है। सर्भिस गाडीहरू 8 बजीतिर आउँछ। र यहाँ तल आएर गाडी पर्खिरहेको छु है। अब गाडीहरू कति टाइममा आइपुग्छ। र म चाहिँ हाफ प्यान्ट र चप्पलमै र हाफ भेस्टमै जाँदैछु। किन अब म त्यस्तोहरू त्यो लगाइ जाने टाइम पनि पाएन है, इमर्जेन्सी फोन गरेको। र आज इन्डिपेन्डेन्सको थियो, धेरै प्रोग्रामहरू थियो हाम्रो। आज त्यो सबै क्यान्सल भएर अब हेरौँ र उसको के सिचुएसन हुन्छ है, सिचुएसन हेरेर म हजुरहरूलाई भन्ने छु है त। अहिले चाहिँ म यहाँ तल बसिरहेको छु, गाडी पर्खिरहेको छु है। फिलहाल त एक्लै छु, अब केही पनि छैन। अब सबैजना सायद छुट्टीमा होला है। म चाहिँ यस्तोमै छु, घरकै लुगामा कुदाइ हुँदैछ साथीहरू। अब गएर के कसो भन्छ है त हजुरहरूलाई म भन्ने छु अहिलेको लागि फिलहाल। र मेरो युट्युब च्यानल स्टार विधानलाई पनि हजुरहरूले सपोर्ट है, माया अनि दिनुहुन्छ भनेर धेरै आशा राखेको छु। र जो यो मेरो भिडियोहरू आउँदैछ र हजुरहरूले मेरो भिडियो कहाँसम्म पुग्यो है, त्यो पनि मुनि कमेन्ट बक्स गरेर भनिदिनु होला। ओके, थ्याङ्क यू फर भिडियो।